दर्शकबिन नमस्कार। यो हो मेची अस्पताल। भद्रपुरको मेची अस्पतालको केही दृश्य तपाईँलाई म देखाउन गइरहेको छु। यो सामान्य इन्फर्मेसनको लागि मात्रै हो। तपाईँ फर्स्ट फेसमा यो अस्पतालमा आउँदै हुनुहुन्छ भने के गर्ने त भनेर तपाईँलाई एकछिन अलमल्ल हुन्छ। त्यो नहोस् भनेर मैले तपाईँलाई यो सानो क्लिप्स देखाउने प्रयास गरेको। यो काउन्टर नम्बर 3 हो। यहाँ यो बाहिरैपट्टि छ, सट्ट जाने बित्तिकै बाहिरै छ। यहाँ बिमाको कार्ड लिएर त्यो काउन्टर नम्बर 3 मा दिएपछि तपाईँले त्यहाँबाट ओपिडी कार्ड पाउनुहुन्छ। यतापट्टि जानुभयो भने चाहिँ यो 2 नम्बर 1 नम्बरमा चाहिँ नगद, जसको बिमाको कार्ड छैन उहाँले नगद कारोबार गरेर त्यहाँबाट ओपिडी कार्ड पाउनुहुन्छ भने यहाँबाट तपाईँ टोकन लिन सक्नुहुन्छ। यहाँनिर 4टा अप्सनहरू छ। यो 4टा अप्सनहरू दबाउनु होला अथवा कोही त्यहाँ नजिकैको सहयोगी लिनु होला र त्यहाँबाट टोकन लिएर तपाईँ बस्नु होला। यतापट्टि भित्रपट्टि गइसकेपछि यो दाहिनेपट्टि मैले देखाएपट्टि यता वार्डहरू छ, बिरामी बस्ने वार्डहरू छ। एकदमै राम्रो छ, सफा छ। अनि यतापट्टि जानुभयो भने तपाईँले डाक्टर हुनुहुन्छ, यता चेकिङ गर्ने ठाउँहरू छ। यहाँ वेटिङ हल छ हैन, यहाँ चेकिङ गर्ने ठाउँ छ। अनि एकदमै इम्पोर्टेन्ट कुरो चाहिँ के छ भने यो 7 नम्बर कोठामा चाहिँ तपाईँको भ्याक्सिन हान्ने काम हुन्छ। यहाँ बच्चाहरूलाई भ्याक्सिन, छुटेका बच्चाहरूलाई भ्याक्सिन हानिन्छ, रेबिजको भ्याक्सिन हानिन्छ, विभिन्न किसिमको भ्याक्सिनहरू यहाँ हानिन्छ। यतापट्टि डाक्टर देखाइसकेपछि यो सानो इन्फर्मेसन तपाईँलाई दिन खोजेँ। धन्यवाद। फेरि अर्को भिडियो लिएर आउनेछु।